सम्पूर्णलाई नमस्कार, अभिवादन। म फेरि पनि मेरो भिडियो लिएर उपस्थित भइसकेको छु। आज मैले जानकारी पाएअनुसार वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, जैविक ऊर्जा शाखा र बेलबारी नगरपालिकाको समन्वयमा अनुदानमा आएका अथवा अनुदानभित्र परेका घरियासी बायोग्यास प्लान्ट, विद्युतीय चुलो र सुधारिएको चुलो को लागि बेलबारी नगरपालिका 6 नम्बर वडाका इच्छुक महानुभावहरूले निवेदन दिन सक्नुहुन्छ र माग फारम भर्न सक्नुहुन्छ। यसको लागि समय अवधि 4 दिन रहेको छ। 4 दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर माग फारम पेश गर्न सक्नुहुन्छ र डकुमेन्टको लागि कमेन्ट गर्नुहोला। म अर्को भिडियो मार्फत जानकारी गराउनेछु। हजुरहरूलाई मेरो सन्देशमूलक भिडियो कस्तो लाग्यो हैन, कमेन्ट गर्नुहोला, मन परे लाइक गर्नुहोला र फलो गर्नुहोला, शेयर पनि गरिदिनु होला है त। तपाईहरु यो माग फारमको लागि सम्बन्धित वडा कार्यालयमा गएर आवेदन दिन सक्नुहुन्छ अथवा जानकारी पाउन सक्नुहुन्छ है त। यति भन्दै आज चाहिँ म बिदा लिन चाहे।